Hey guys, good morning, all good and good and hey guys, good साँझ सबैजनालाई सबैजना सन्चै आएर हुनुहुन्छ। म पनि एकदमै फिट एन्ड फाइट छु अनि सन्चै छु। त्यसपछि अहिले त जाडोको साँझ किन भन्दा साँझ छैन न बाहिर यस्तो चाहिँ माहौल नि साँझ बिहान केही थाहा हुँदैन कि त्यही साँझ भन्दै मैले त्यही पनि 4 बजेर बिदा छ 4 दिनको हिजो क्रिसमस थियो के थियो थाहा हुँदैन त्यो बाल मतलब भएन मलाई नि क्रिसमस थियो होइन न कोठाघरमा लाएर अब यो रुम सुम चाहिँ अहिले एकछिनमा सफा गर्छ आज शनिबार भइगयो भोलि आइतबार स्कुल लाग्छ कि नै नोटिस त पटाएर आई डोन्ट केयर बेदा होस् नहोस् ठक्कलाई भोलि थाहा हुन्छ त्यसपछि हामी ठक्कलाइरमा बसिरहेको छु सिधा गरेर मजा आउने होइन यस्तो रुम सुम सफा गरेर यताउता अनि के छ देखाउँछु अनि डेली ब्लग गर्छु अब होइन अस्ति किन गरेर भन्दाखेरि त पसन्द थिएन क्या अब बिरामी टाइपको वार्मअपतिर लाग्छु अनि वार्मअप त के डान्सतिर लाग्छु खै बत्ती गयो क्या बत्ती गयो टक्क लगाएर भर्खर बत्ती आयो फेरि नाच्नु पऱ्यो क्या त्यो भिडियो पनि भएन क्या अब मोबाइल पठाल्दै जहिले मार्नु मिल्दैन एउटै फोन छ त्यो पनि पठाल्यो भने त्यसले भिडियो गर्नु टक्क लगाएरमा गाना लगाइरहेको थियो क्या यो बिहानको त्यही 9 बजिरहेको छ अनि टक्क लगाएर म त यस्तो भर्खर सुतेर उठेर भर्खर के हुनु कति बिहान 5 बजीतिर कति बेला उठेको थिएँ अनि टक्क लगाएर उठेपछि अनि मर्निङ सनी गर्न गएँ टक्क लगाएर मर्निङ गर्नबाट आएँ अनि टक्क लगाएर आज पनि भिडियो छ क्या कुहिरो लगायो पानी पर्ने जस्तै भयो कि मौसम त्यही भएर टक्क भित्र बसिरहेको छु बसिरहेको टिभी चलाएको छ मजाले ढक्का मौज छ कि मौज भन्नु अब यस्तो पस्नु जाडो बिदा छ भने अब यस्तै बसिरहेको छु टक्क माथि किनभने मुख धोएर टक्क मुख पनि धोएर क्या मुख धोएर टक्क लगाएर खाना जानु पर्ने हुन्छ अनि टक्क लगाएर अब टक्क लगाएर बिस्तारबाट उठाऊँ भने टक्क लगाएर मुख धुनु छ भयो टक्क लगाएर गाइजमा मान्छे आइसकेको छ अनि टक्क अब मुख धुएर फ्रेस भएर आइसक्यो अनि टक्क लगाएर खाना व्यवस्था छ होइन कता दाल कता छ दाल यहाँ छ कति कालो चाहिँ के हो क्या तरकारी यहाँ छ त्यो भात यहाँ छ टक्क लगाएर खाइदिनु पर्ने हुन्छ खाइदिनु त्यसपछि के गर्ने नि यस्तो जाडोमा गर्ने हेर्नु भएन कस्तो चाहिँ ठन्डीको माहौल छ ठन्डीका यस्तो माहौल छ टक्क लगाएर अरे मस्तै घुमिरहेको छ अब गर्ने के नि यस्तो जाडो हावा चल्ला क्या यार देखेँ होइन तर बहुत हावा चल्यो क्या टक्क लगाएर यस्तै बसिरहेको गर्ने के यस्तो जाडोमा चाहिँ भित्रै बस्यो म अहिले बस केही कामै छैन क्या अब त्यसको लागि के भ्लग बनाउने मैले अब एक्लै मान्छे भ्लगै बनाउनु मन लाग्दैन क्या मन त लाग्छ तर किन जाँदा एक्लै भ्लग के बनाउने क्या आफै भन्नु न अब त्यही भएर टक्क यस्तै बसिरहेको छु म अनि जे हुन्छ त्यही देखाउँछु तपाईँलाई अब अनि त्यसमा रमाइदिनु होला अनि यस्तो छ यस्तो छ टक्क लगाएर अब म चाहिँ खाना तताएर खाइदिनु पर्ने हुन्छ अनि टक्क लगाएर त भर्खर यहाँ बनेको थियो क्या यो त सबै जालिसान राखेको छ त्यहाँ गोदाम हो क्या भर्खर बन्ने आएको सटर टक्क लगाएर भर्खर फ्रेस भएर आयो टक्क लगाएर अब खाना खाइदिउँ त्यसपछि अनि वेट में छ गाइज कलाइमा खान्छ कलाइमा चप्पल लगा मेरे तर भिडियो हुन्छ बत्ती त बन्द गरेँ होइन त्यहाँ मैले टोइलेट पनि होइन बत्ती खुल्दैछ बन्द गरिदियो अब सबैलाई सक्दै माथि क्यामेरा राम्रोसँग छ नि द बेस्ट म माथि आइसक्यो छतमा नि हिजो यहाँ आगो बालेर तापेको थियौँ कि दाउरा स्टक यति धेरै छ यति दाउरा उठिसकेपछि यस्तै छ माहौल यस्तो छ जाडो पुसको 15 गते आज जाडो छ लास्ट यार
छ माहौल लगाएर अब म आगोसागो बालेर चाहिँ खाना कलाइमा किचनभित्र चाहिँ आइसक्यो किचन गाला जस्तै छ अनि अगलामा खाना पकाउँछु खाना पकाइसकेपछि चाहिँ म भेट्छु यति टक्क लगाएर गाइजमा आगो तात्दै हेर्नु आगो ताप्दै टक्क लगाएर बसिरहेको थिएँ हामी बत्ती नै गएको छ अब 1-2 घन्टा भइसक्यो यार बत्ती आएकै छैन मिनेट भएको घन्टा त के भन्नु 1-2 मिनेट भएको 5-10 मिनेट भएको होला त्यो टाइम भइसक्यो बत्ती आएन अब पछि टाकिरहेको हेर्नु भित्र बत्ती आएछ पोलमा पनि आएन यहाँ बत्ती छैन टक्करमा चिकन जान्छ कहाँ पोलमा त्यो मार्नु सक्छ टक्करलाई मौसम यस्तो छ गाइस बहुत चिसो छ यार कलर बत्ती चेक गर्न जाम है बत्ती चेक गर्न गएर आउँछ त्यसपछि भेट्छ है